नमस्कार साथीहरू, यहाँहरूलाई स्वागत छ यस शेयर बजार गुरु युट्युब च्यानलमा। एउटा नयाँ बैंकले आइपिओ जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ। यदि तपाईहरू पनि आइपिओ एफपिओ भर्ने गर्नुभएको छ र आइपिओ को पर्खाइमा बस्नु भएको छ भने एउटा विकास बैंकले धितोपत्र बोर्डमा आइपिओ जारी गर्नको लागि भनेर आवेदन दिएको छ। अब यो आजको भिडियोमा चाहिँ यो धितोपत्र बोर्डमा आवेदन दिएको अर्थात् नयाँ आइपिओ शेयर जारी गर्न लागेको बैंक कुन हो, यसले कति रुपैयाँ बराबरको कति किता आइपिओ जारी गर्दैछ, त्यसैगरी यो बैंकको आइपिओ भर्नको लागि कति रुपैयाँ चाहिन्छ, यी सम्पूर्ण कुराहरूको बारेमा जानकारी दिन गइरहेको छु। भिडियोलाई नछुटाइकन अन्तिमसम्म हेर्नुहोला। अब ढिला नगरी आजको विषयवस्तुतर्फ लागौँ। साथीहरू, एउटा नयाँ विकास बैंकले धितोपत्र बोर्डमा आइपिओ जारी गर्नको लागि अनुमति माग्दै आवेदन दिएको छ। यो बैंकले चाहिँ अब सर्वसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ र यो बैंकको नाम रहेको छ साल्पा विकास बैंक लिमिटेड। यो बैंकले सर्वसाधारणको लागि आइपिओ जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। अब धितोपत्र बोर्डले यसको आवेदन स्वीकृत गर्ने बित्तिकै यसले सर्वसाधारणको लागि आइपिओ जारी गर्नेछ। यसले चाहिँ 17,23,88,000 रुपैयाँ बराबरको 17,23,880 किता आइपिओ शेयर जारी गर्न भएको छ। 17,23,880 किता आइपिओ भर्न हामीलाई कति रुपैयाँ चाहिन्छ त भन्ने कुरा गर्ने हो भने यो चाहिँ 100 रुपैयाँ अङ्कित मूल्यको शेयर भएको हुनाले एक किताको 100 रुपैयाँ पर्ने हुन्छ। हामीले 10 किता भर्नको लागि 1000 रुपैयाँ चाहिन्छ। यो आइपिओ को बिक्री प्रबन्धकमा चाहिँ मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। यो आइपिओ जम्मा 17,23,880 किता खुल्ने भएकाले 10 किताको दरले बाँडफाँड हुँदा यसलाई नै सिधै भाग लगाउने हो भने 1,72,388 जनालाई 10 किताको दरले आइपिओ शेयर पर्नेछ भने साथीहरू अरूको हात खाली हुनेछ। जे जस्तो भए पनि यो एउटा विकास बैंकको आइपिओ आउने भएको छ। हामीले एउटा बैंकको आइपिओ भर्न पाउने भएका छौँ। साल्पा विकास बैंक लिमिटेडले धितोपत्र बोर्डमा आइपिओ जारी गर्नको लागि आवेदन दिइसकेको हुँदा बोर्डले स्वीकृति गर्ने बित्तिकै यसले आइपिओ जारी गर्नेछ। र आजको भिडियोमा साल्पा विकास बैंक लिमिटेडले आइपिओ जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिइसकेको यस विकास बैंकको कति रुपैयाँ बराबरको कति किता आइपिओ खोल्दैछ र यो भर्नको लागि कति रुपैयाँ चाहिन्छ, यी सम्पूर्ण कुराहरूको जानकारी गराएँ। साथीहरू, यदि तपाईहरू यस्तै आइपिओ एफपिओ र शेयर बजार सम्बन्धी नयाँ अपडेटहरू हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। यस च्यानलमा आइपिओ एफपिओ शेयर बजारसँग सम्बन्धित नयाँ अपडेटहरू आउने बित्तिकै भिडियो बनाएर अपलोड गर्नेछु। यदि तपाईहरू पनि यस्ता अपडेटहरू आउने बित्तिकै हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। आजको लागि यति नै। हस्त, धन्यवाद। जय नेपाल।